जय पशुपतिनाथ सबैजनामा जो पनि हाम्रो यो च्यानल हेर्दै हुनुहुन्छ हजुर सबैजनालाई हामी शिव मन्दिरको तर्फबाट अनि हार्दिक न्यानो अभिवादन जय पशुपतिनाथ भन्न चाहन्छौँ। भगवान पशुपतिनाथको कृपा अनुकम्पाले गर्दा बेलायतको अल्ट्रासट धेरै नेपालीहरूको जनघनत्व भएको ठाउँमा हाम्रो नेपाली शैलीमा बनेको मन्दिर छ। यहाँ चाहिँ यो मन्दिर 2019मा सर्वप्रथम यसको उद्घाटन भएको र भव्य पूजा भएर 22 देखि चाहिँ नियमित पूजा हुने अनि भक्तजनहरूको लागि चाहिँ विशेष पूजा आराधना अर्चनाको व्यवस्था गरिएको छ। र हामी चाहिँ विशेष गरी नेपालमा मनाइने सबै चाडपर्वहरू कुशे औँसीदेखि लिएर दही चिउरा खाने दिनहरूदेखि लिएर इभन हाम्रो ठुल्ठुलो पर्वहरूमा चाहिँ दसैँ तिहार अनि शिवरात्रि साउन महिना पनि भर्खरै भव्य सम्पन्न भयो। हजुरहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले भर्खरै हिजो कृष्ण जन्माष्टमीको झुला यहाँ हामीले चाहिँ हिजो भगवानलाई यहाँ स्थापना गरेर राति कृष्ण झुला सबै गरियो। यो चाहिँ हाम्रो सबै हुन्छ। आउँदै गरेको 26 तारिकमा हामी तीज पनि सेलिब्रेसन गर्दैछौँ। नेपालमा मनाइने सम्पूर्ण चाडपर्वहरू चाहिँ हामी यहाँ मनाउँछौँ र यहाँ नियमित सेवाको लागि हाम्रो गुरु हुनुहुन्छ राजकुमार धिताल गुरु अनि उहाँ चाहिँ अलि भर्खरै नेपालबाट आउनुभएको 3-4 महिना भयो र म पनि यहाँ नियमित रूपमा नै सेवाको लागि छु। अब मेरो नाम चाहिँ मधुसूदन सत्याल। नेपालमा काठमाडौँमा हामीले पढाइ गरियो। गुरु पनि गुरुकुलबाट आउनुभएको हो। सँगै हाम्रो सँगै जस्तै छ पढाइ अनि खालि गुरुकुल मात्रै फरक छ र यहाँ चाहिँ हामी नियमित सेवा गरिरहेको छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ बिचमा चाहिँ साक्षात् पशुपतिनाथ स्वरूप भगवान शङ्कर विराजमान हुनुहुन्छ। हाम्रो यतापट्टि गणेश भगवान, यतापट्टि दुर्गा मैया, उतापट्टि सूर्यदेव, यतापट्टि भगवान नारायणको साथमा र सर्वधर्म भनेर हामीले गणपति महाराज, हनुमानदेखि लक्ष्मी सरस्वती, राधाकृष्ण, वेङ्कटेश, भैरव, त्यस पछाडि हामीले लक्ष्मीनारायण, दुर्गा मैया, शिव परिवार, राम परिवार, विश्वकर्मा भगवान, गौतम बुद्ध, जैन अनि शिरडी सत्य साई बाबा सबै भगवानहरूलाई यहाँ हामीले स्थापना गरेका छौँ। र विशेष गरी मन्दिर चाहिँ अहिले बिहान 8 बजीदेखि बेलुका 8 बजीसम्म खोल्छ अनि आउने भक्तजनहरूको लागि हामीले चाहिँ सेवा पूजापाठ गर्न चाहनुभयो भने, ज्योतिष हेराउन चाहनुभयो भने, होम भिजिट गराउन चाहनुभयो भने एभ्रिथिङ सबै खालको सेवा चाहिँ बर्थ टु डेथ एभ्रिथिङ सर्भिस हामीले मन्दिरबाट प्रोभाइड गरिराखेको छौँ। अब यो यही हजुरहरूको च्यानल मार्फत चाहिँ एउटा सबैलाई कल्याण होस् भनेर हामी सानो स्वस्ति वाचन गरेर हाम्रो कुराहरू यहीँ सम्पन्न गर्नेछौँ। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।